हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुर सबैलाई त्यही भएर त एकछिनपर्छ हेर्नु न कारमा मोबाइल लाएर आजको मेरो युट्युब च्यानल गएर हजुरले सब्सक्राइब गर्नु होला। तपाईँहरूलाई आज मैले यो वीरगन्जको ठाउँ रेल भिडियोको देखाउनेवाला पनि छु र हजुरले हेर्नु कति लामो यार डेन्जरै लामो हुँदो रहेछ है रेल त। आम्मा यार यत्रो वर्ष यहाँ बस्दा पनि यो रेल यति लामो रेल देखाएको थिएन कि मैले बसेर पनि खासै अब यहाँ आएर काम पनि पर्थेन नि त हामी इन्डियातिर जानलाई त त्यही भएर पनि खासै आइन्थेन। अहिले त काम पऱ्यो त्यही भएर पनि आउनु नि त घुम्न जाउँ भनेर आएको। आम्बो डेन्जरै छ हौ यो त ती बजाएको छ्या आम्मा रेल हो र रेल होइन बस होला यो त जस्तो लाग्छ मलाई। वीरगन्जमा काम परेर जाँदैछौँ गाइस हामी चाहिँ त्यही भएर मेरो लाइसेन्सको रिन्यू गर्नु त्यही भएर गएको है। आम्बो कति लामो गाइस हेर्नु त हिँड्नेवाला रेल कस्तो रेल हो जस्तो लाग्छ यार। अगाडि हिँड्यो कि पछाडि हिँड्यो थाहै नै हुँदो रहेछ हौ यो त। पहिले तलबाट रेल हिँड्छ भनेर अहिले रोड माथिबाट पुल बनाइदिएको रहेछ क्या। पहिला त यस्तो थिएन है। हामी चाहिँ माथिबाट हिँड्यो तलबाट रेल हिँड्दो रहेछ नि त होइन। पहिला त तलबाट नै जान्थ्यो त्यो रेल हिँड्ने बेला रेल आएपछि स्टप हुन्थ्यो अनि हिँड्थ्यो क्या। अहिले त हेर्न माथिबाटै पुल बनाइदिएको रहेछ। रेल मुनिबाट अरू सानोतिनो गाडी ठुलो गाडी हिँड्दो रहेछ अटोहरू बाइकहरू स्कुटीहरू चाहिँ माथिबाट हिँड्दो रहेछ क्या। अहिले चाहिँ धेरै प्रगति भएको रहेछ वीरगन्ज ठाउँ पनि विकसितै भएको रहेछ। यतिको आकाशे पुल चाहिँ बनाइदिएको रहेछ क्या है। त्यो दामी छ यस्तो भयो नि रोकिरहेको छ फेरि अहिले। आम्बो मान्छेहरू यति बेला हिँड्दै त डेन्जरै हुन्छ होला है यहाँ त। यता मान्छेहरू आम्मा रेलमा चढ्ने मान्छे हो कि हेर्न आएको मान्छेहरू भन्ने कुरो पनि बुझ्न सकिएन। मान्छे सर हिँडिरहेको छौँ माथि आकाश पुलबाट हेर्नु त आम्मा के दामी छ। आफ्नो त्यो ठाउँमा हामी पनि जानेवाला जाउँ नि त रेललाई छुएर आउनु कस्तो हुँदो रहेछ एकपटक है। म एकपल्ट गाइज हेर्नु होला म गएर छुएर पनि आउनेवाला छु हेरिदिनु ल हजुरले। रेल छुएर आउँछु भनेको थियो गाइज हेर्नु रेल छुनको लागि गएको छु है। चलिरहेको छ रेल चाहिँ अब त चलिरहेको बेलुका हिँड्नु मिल्दो रहेछ नि त है।